बाबु तिमीले अब यो दसैँ तिहारमा दिएको छ नि गृह कार्य भ्याकेसन अब स्कुल लाग्ने थोरै दिन छ 5-6 दिन मात्रै छ अब सक्यो सकेन कति लेख्यो सक्यो थोरै बाँकी छ भोलि लेख्छु थोरै बाँकी छ होइन भोलि लेख्छु हो थोरै बाँकीलाई पनि अब सकिहाल्नु पर्यो केही काम पनि भोलि भन्ने होइन किनकि भोलि भनेर काम थुपार्नुहुन्न आजको काम आजै गरिहाल्नुपर्छ भोलि भन्नु हुँदैन भोलि भन्दा भन्दै त्यो काम छुट्छ पछि पुरा हुँदैन आजै गर्नुपर्छ म तिमीलाई एउटा कथा सुनाउँछु सुन है एउटा कथा लङ्काका रावण रावण भन्ने नाम त सुनिया छ सुनेछ हो रावण भन्ने नाम सुनिया नि हो रावण सबभन्दा ठुला विद्वान थिए उनी ठुला विद्वान हुने उनी रावण एकदमै विद्वान हुन् रावणले एउटा के गर्न खोजे भने एउटा मकै मकै भन्ने त हामीले खाएको छौँ देखिया पनि छौँ नि बोट है मकै रावणले उत्पादन गरेका हुन् मकै मकैको त्यो बोट हुन्छ नि डाँठ हामी कहिलेकाहीँ यसो चबाएर खान्छौँ उखु चाहिँ अलिअलि गुलियो पनि हुन्छ हो त्यो डाँठबाट रावणले उखु बनाउन खोजेका हुन् रावणले अनि माथि टुप्पोमा यस्तो जौबाली जस्तो लाग्छ नि त्यो दाना दाना जस्तो हो त्यो दाना त्यहाँबाट उनले जौ बनाउन खोजेका हुन् जौ उत्पादन गर्न खोजे जौ भन्ने छ नि गाई भैँसीले आटोहरू बनाउँछौँ जौको रोटीहरू पनि खान्छौँ जौ बनाउन खोजे त्योबाट अनि कोसामा चमर हुन्छ नि चमर बाली चमर लाग्यो भन्छ नि हो त्यो चमरबाट कबास बनाएर लुगा बनाउन खोजे हामी लगाउने लुगा उत्पादन गर्न खोजेका हुन् अनि कोसाबाट उनले मकै दाना बनाउन खोजे कोसाबाट होइन हो त्यो दाना बनाउन खोजे त्यसैले रावणले त्यो गर्दा गर्दा कोसाबाट दाना त बनायो हामी त्यो दाना मकै पोलेर खान्छौँ उसिनेर खान्छौँ खाजा खान्छौँ त्यो घट्ट पिसेर होइन त्यसको ढिँडो रोटीहरू खान्छौँ त्यो त खाएका छौँ त्यो काम उनको सफल भयो त्यो आजै बनाइहाल्यो अनि अरू उनले माथिबाट टुप्पोमा जौ बनाउने डाँठबाट उखु बनाउने काम चमरबाट कपास बनाएर लुगा बनाउने काम भोलि गरौँला आजलाई यति गर्छु भन्ने उनले फादिराख्यो त्यही काम त्यहीँ बाँकी राख्यो भोलि भोलि भन्दा भन्दै उनले एक दिन रावणको हातबाट उनले रामको हातबाट उनले त्यो रावण मर्नु पर्यो रामको हातबाट त्यो रावण मर्नु पर्यो होइन रामले मारेका हुन् नि त रावणलाई मर्नु पर्यो त्यसैले तिनले बाँकी राखेका काम त त्यत्तिकै खातिर यदि त्यो आजै बनाइदिएको भयो भने त्यो सबै हामी त्यो चमरबाट हामी लुगाहरू पाउँथ्यौँ लगाउन पाउँथ्यौँ होला बन्थ्यो होला त्यो डाँठबाट उखु बन्थ्यो गुलियो भएर खान्थ्यौँ होला अलिअलि गुलियो त हुन्छ नि त त्यही भएर माथि टुप्पोमा त्यो जौहरू बन्थ्यो होला अनाज हुन्थ्यो होइन खाने हामीले अनि उसले एउटा मकै मात्र बनाउनु सफल भए त्यसैले केही काम पनि हामीले भोलिलाई साँच्नु हुँदैन आजै गर्नुपर्छ अब बुझ्यौ बुझेँ हो अबदेखि आजको काम आजै गरिहाल्ने जस्तै स्कुलमा सरहरूले भ्याकेसन होमवर्क गृह कार्य केही लेख्ने काम पढ्ने काम केही क्रियाकलाप केही गर्न घरको लागि भनेर काम दिनुहुन्छ नि त्यो काम भोलि बिहान गरौँला अहिले त थोरै सुतौँ थोरै खेलिहालौँ घुम्न जाउँ मोबाइल हेरौँ न भनेर आजको आजै गर्ने है अब